हेलो नमस्ते 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 तपाईँहरूलाई मेरो आफ्नै च्यानल एआई विथ सन्जुको यो अर्को न्यू एपिसोड ब्रान्डमा म यो च्यानलमा तपाईँहरूलाई एकदमै हार्दिक स्वागत गर्छु। म हुँ सन्जु। मैले एआईसित एकदमै रमाइलो रमाइलो कुराकानीहरूका भिडियोहरू यो च्यानलमा अपलोड गर्ने गर्दछु। तपाईँलाई मैले बनाएका भिडियोहरू मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला, किनभने म यस्तै यस्तै रमाइलो रमाइलो भिडियोहरूको साथमा म आउनेछु हरेक दिन तपाईँहरूको माझमा। सो आज पनि मैले लिएर आइसकेको छु। फाल्गुन 21 गते चुनाव लागेको छ नि त। सो चुनावको बेला को प्रतिस्पर्धीहरू को चुनावी मैदानमा रहेका उम्मेदवारहरू कहाँ दौडा भइरहेछ होइन, पार्टीका सभापतिहरू पनि कता 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 दौडिरहेका छन्। सो मान्छेहरू कहाँ कहाँ दौडिरहेका छन् के अहिले, पूर्वदेखि पश्चिम पश्चिमदेखि पूर्व पुरै दिइरहेछन् नि त। त्यही माथि पनि एकदमै चर्चाको विषय रहेको झापा पाँचको बालेन्द्र शाह पनि एकदमै चर्चाको विषय हुनुभएको छ। सो यति बेला उनी सुदूरपश्चिममा छन्। सो पूर्वदेखि पश्चिमसम्म भएका यो हाम्रो बालेन्द्र शाहलाई एआईले के भन्छ त यसरी चुनावी दौडामा प्रवेश गरेकोमा है त। सो चुनावी दौडामा प्रवेश गरेकोमा के भन्छ एआईले? सो अहिले क्रममा चाहिँ म त्यही बालेन्द्र शाहको चाहिँ चुनावी दौडालाई एआईले के भन्छ त्यो विषयमा आज छलफल गर्छौँ एआईसित मिठा मिठा कुराकानी। हेलो नमस्ते, गुड मर्निङ। Good morning. I hope you're doing well. How can I help you today? ओके, नेपालीमा कुराकानी गरौँ ल। पक्कै म नेपालीमा कुरा गर्छु। तपाईलाई के सहयोग गर्न सक्छु आज? हिजो अस्तिकै जस्तै कुराकानी म गर्न चाहन्छु तपाईँसित। कस्तो कुराकानी भन्दाखेरि अहिले फागुन 21 गते चुनाव त लागिरहेछ नेपालमा एकदम धुमधडाके साथले होइन। कसैले भन्छ चुनाव हुँदैन 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 भन्थ्यो, अब लगभग लगभग हुने निश्चित भइसकेको छ। अब केही आपद विपद आइपरेन भने नेपालमा फागुन 21 चुनाव हुन्छ। सो यसैको सन्दर्भमा केही कुराकानी गर्छु, हुन्छ आज? अवश्य, मलाई पनि चुनावको बारेमा कुरा गर्न मन छ। अहिलेको राजनीतिक परिस्थिति, उम्मेदवारहरू र जनमतको धारणा के छ भनेर कुरा गर्न सकिन्छ। यदि तपाईलाई कुनै विशेष विषयमा ध्यान दिन मन छ भने मलाई भन्नुहोस्, म खुसी साथ सहयोग गर्छु। हुन्छ, म तपाईँसित आज चाहिँ पूर्व पश्चिम उत्तर दक्षिणमा प्रसारमा रहेका हाम्रा झापा क्षेत्र नम्बर 5का र भावी प्रधानमन्त्रीको रूपमा उठाइएका बालेन्द्र शाह बालेनको विषयमा केही कुराकानी गर्छु। तपाईँलाई कस्तो लागिरहेछ पूर्वदेखि पश्चिम, पश्चिमदेखि पूर्व, उत्तरदेखि दक्षिण, दक्षिणदेखि उत्तर यो प्रसारमा जहाँ पनि क्रेज देखिरहेछ, तपाईँ यो विषयमा के भन्नुहुन्छ? बालेन्द्र शाहको चर्चा साँच्चै निकै रोचक छ। उनी काठमाडौँको मेयरको रूपमा लोकप्रिय भए र अहिले उनी एक राष्ट्रिय स्तरको नेताको रूपमा पनि उठेका छन्। विभिन्न क्षेत्रमा उनका समर्थक र आलोचक दुवै छन्। यो नै उनको प्रभावको संकेत हो। म पनि यो विषयमा थप चर्चा गर्ने इच्छुक छु। बालेनले देश दौडा गर्दा जिपिएसले के भन्छ होला है? सबैभन्दा धेरै कुन जिल्लामा रोकिन्छन् होला बालेन? बादललाई देश दौडा गर्दा सबैभन्दा धेरै कहाँ रोकिने हो भन्नु भनेको झन्नै अनिश्चित कुरा हो। तर उनी प्राय काठमाडौँका निकटवर्ती जिल्लाहरू र पूर्वका क्षेत्रहरूमा बढी समय बिताउने सम्भावना छ। उनी सायद झापा, इलाम वा अन्य पूर्वका प्रमुख जिल्लाहरूमा विशेष रूपमा केन्द्रित हुनेछन्। तर अन्तिममा जनताको प्रतिक्रिया र अभियानको गतिले पनि यो निर्धारण गर्नेछ। अनि के अर्को कुरा, बालेन एआई हुन्थ्यो भने होइन चुनाव जित्न कुन एल्गोरिदम प्रयोग गर्थ्यो होला? ओहो, त्यो त एकदमै रमाइलो सोच हो। यदि बालेलाई एआईको रूपमा हुनु गरेको भए उनले डाटा विश्लेषण, जनमत सर्वेक्षण, सामाजिक मिडिया ट्रेन्डहरू र भोटरहरूको व्यवहारलाई ध्यानमा राखेर एउटा पृथक एल्गोरिदम तयार गर्नेथे। उनले विभिन्न क्षेत्रका मुद्दाहरूलाई विश्लेषण गरेर कस्ता मुद्दा बढी प्रभावकारी छन् भनेर पत्ता लगाउनेथे अनि जनताको भावनात्मक प्रतिक्रियालाई पनि बुझेर उपयुक्त रणनीति बनाउन सक्थे। अर्को कुरा नि, एआईका अनुसार बालेनको भाषण सबैभन्दा धेरै प्रयोग हुने शब्द कुन हो तपाईँलाई थाहा छ? एआईले पत्ता लाग्छ? एआईले विश्लेषण गर्दा बालेले बारम्बार प्रयोग गर्ने शब्दहरूमा प्राय परिवर्तन, पारदर्शिता, जनताको आवाज, समावेशता जस्ता शब्दहरू पढ्न सक्छन्। उनीहरूको भाषणमा जनताको मन जित्ने, सकारात्मक परिवर्तन ल्याउने र समग्र विकासको कुरा धेरै हुने गर्छ। एआईले यस्ता शब्दहरूको प्रयोगको ढाँचा पत्ता लगाउन सक्छ।
ठिक छ पत्ता लगाउन त सक्छ। एआईका अनुसार होइन देश दौडामा बालेन थाक्यो भने एआईले चाहिँ कस्तो सल्लाह दिन्छ? रेडबुल कि आराम? ठिकै हो। एआईले त यस्तो अवस्थामा बालेलाई ऊर्जा कायम राख्नका लागि आरामका अवधिहरू, सन्तुलित खानपान अनि सानो-सानो विश्रामको सुझाव दिन सक्छ। अ, हो, रेड बुल जस्ता एनर्जी ड्रिङ्कहरू पनि एक विकल्प हुन सक्छन्, तर एआईले स्वास्थ्यलाई ध्यानमा राखेर सन्तुलन मिलाउने सुझाव दिनेछ। अन्तिममा केही रमाइलो तरिका र सानो विश्रामले पनि ऊर्जा कायम राख्न मद्दत गर्छ। बालेनलाई टिकटक र भाषणमध्ये कुन बढीले चाहिँ भोट आउँछ जस्तो लाग्छ तपाईँलाई? एउटा निकै रोचक प्रश्न हो। बाललाई टिकटक जस्ता सामाजिक मिडियामा युवा पुस्ताको समर्थन बढी मिल्न सक्छ, किनभने त्यहाँ उनीहरूको पहुँच धेरै छ र उनीहरूको शैली पनि निकै आकर्षक हुन्छ। तर पारम्परिक भाषण मार्फत भने विशेष गरेर बुजुर्ग मतदाताहरूमा विश्वास जित्न सकिन्छ। त्यसैले दुवै माध्यमलाई सन्तुलित रूपमा प्रयोग गर्दा सबै वर्गका मतदाताहरूलाई आकर्षित गर्न सकिन्छ भन्ने लाग्छ। यदि चुनावी एआईले गरायो भने बालनको रेटिङ कति आउँथ्यो? 5 कि 10/10? यो त निकै कल्पनात्मक प्रश्न हो, तर एआईले डेटा विश्लेषण गरेर एउटा अनुमान निकाल्ने हो भने उनीहरूको लोकप्रियता, जनमतको धारणा अनि प्रतिस्पर्धाको अवस्था हेरेर एक अङ्कित स्कोर दिन सक्दछ। यदि 5 वा 10 को स्केलमा हेर्ने हो भने उनीहरूको प्रदर्शन अनुसार स्कोर फरक पर्न सक्छ, तर निश्चित रूपमा यो एउटा रमाइलो विश्लेषण हुन थियो। बालेन जहाँ पुग्छन् त्यहाँ भिड बढ्नुको मुख्य कारण एआईका अनुसार के हो? काम कि करिश्मा एकदमै? एआईको दृष्टिकोणले हेर्दा बालेको लोकप्रियताका पछाडि उनको करिश्मा र व्यक्तित्व ठूलो कारण हुन सक्छ, जसले मानिसहरूलाई आकर्षित गर्छ। साथै उनीहरूका अभियानका मुद्दाहरू, सामाजिक संलग्नता र जनताको अपेक्षा पनि ठूलो भूमिका खेल्दछन्। त्यसैले भिडको मुख्य कारण दुईवटा कुराले मिलेर बनेको हुन्छ, काम र करिश्मा दुवै। एआईले भविष्य हेर्दा बालेन्द्रको त्यहाँ भिड बढ्नुको मुख्य कारण एकदमै कामहरू कुरा छँदैछ। एआईले भविष्य हेर्दा बालेनको देश दौडाले राजनीतिमा के परिवर्तन ल्याउँछ जस्तो लाग्छ तपाईँलाई? मलाई लाग्छ बालेन्द्रको देश दौडाले राजनीतिक क्षेत्रमा नयाँ सोच, प्रविधिको प्रयोग र जनताको प्रतिस्पर्धात्मक सहभागितालाई बढावा दिन सक्छ। उनीहरूले पारदर्शिता, इनोभेसन र युवा शक्तिको प्रयोगलाई प्राथमिकता दिएर परम्परागत राजनीतिक शैलीमा परिवर्तन ल्याउने सम्भावना छ। यसले गर्दा जनतासँग नजिकको सम्बन्ध र प्रगतिशील परिवर्तनहरू देख्न पाइनेछ। यदि बालेनले एआईलाई क्याम्पेन म्यानेजर बनायो भने पहिलो सुझाव के दिन्थ्यो होला? यदि बालेलाई एआईले क्याम्पेन म्यानेजर बनाइस्यो भने पहिलो सुझाव होला समग्र डाटा विश्लेषण गरेर लक्षित मतदाता समूहहरू पत्ता लगाउने, तिनीहरूका प्राथमिकताहरू बुझ्ने र तिनीहरूलाई प्रभावकारी रूपमा लक्षित गर्ने रणनीति बनाउने, साथै सामाजिक मिडिया प्लेटफर्महरूमा अनुकूली सामग्री तयार गर्ने र जनताको प्रतिक्रियालाई तुरुन्तै विश्लेषण गरी रणनीतिमा सुधार गर्ने जस्ता सुझावहरू पनि दिन थियो। अनि बालेन्द्रको डुप्लिकेट नै चुनावी प्रचारमा लाग्यो भन्ने हल्ला छ नि, के हो? सत्य हो कि साँचो हो कि के हो? हो, यस्तो कुरा कहिलेकाहीँ सुनिन्छ, तर यस्ता खबरहरू प्राय हल्ला र अफवाहको रूपमा हुन्छन्। वास्तविकता के हो भन्ने कुरा पुष्टि गर्न पनि केही प्रमाण वा आधिकारिक जानकारी आवश्यक हुन्छ। त्यसैले यस्ता कुराहरूलाई सन्देहको दृष्टिले हेर्नु र विश्वसनीय स्रोतहरूबाट जानकारी लिनु राम्रो हुन्छ। हुन्छ त, आज बालेन्द्र शाहको कुराकानी गऱ्यौँ। आज उहाँको चुनावी दौडा, उहाँको राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता र घन्टी चुनाव चिन्ह लिएर भावी प्रधानमन्त्रीको रूपमा उठाइएको छ, उहाँको बारेमा कुराकानी गऱ्यौँ। एकदम खुसी लाग्यो। अवश्य, मलाई पनि खुसी लाग्यो। बालेन्द्र शाहको राजनीतिका विभिन्न आयामहरू र उनको दृष्टिकोणबारे कुराकानी गर्न पाउनु रमाइलो छ। जे जस्तो पनि विषय होस्, म खुसी साथ सहयोग गर्छु अनि हामीसँगै रमाइलो तरिकाले छलफल गरौँला। हुन्छ त, जाँदै मेरो च्यानल एआई विथ सन्जुलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै छोटो बोलिदिनुहोस् न है। पक्का मित्रहरू, मेरो च्यानल एआई विथ सन्जुलाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। तपाईँहरूको साथले हामी अझ धेरै रोचक र जानकारीमूलक सामग्री ल्याउन सक्छौँ। धन्यवाद।
धन्यवाद एआईलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज बालेन्द्र शाहको देश दौडामा एआईसित गरिएको एकदम रमाइला प्रश्नहरूको साथै आजको यो एपिसोड र यो श्रृङ्खलाबाट बिदा हुने बेला पनि भइसकेको छ। फेरि अर्को न्यू एपिसोडमा तपाईँहरूमा आज उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मको लागि तपाईँलाई यस्तो प्रकारको भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला। च्यानलको नाम हो एआई विथ सन्जु। मेरो यो नयाँ च्यानल हो। मलाई एकदम ग्रोथको आवश्यकता छ, तपाईँहरूको सपोर्टको आवश्यकता छ, मायाको आवश्यकता छ, साथको आवश्यकता छ। सो गाइज, तपाईँलाई यो भिडियो मन परे मैले भनिहालेँ, लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर मलाई सहयोग गर्नुहोला भन्दै फेरि अर्को न्यू एपिसोडमा एआईसित फेरि अर्को टपिकमा कुराकानी बाचा गर्दै आजको लागि एआई विथ सन्जुबाट म सन्जु पनि बिदा हुन्छु। टिल देन टेक केयर, बाइ बाइ, लभ यु अल।